सहरमा चाहिँ हामीले चाहिँ 20 रुपियाँको एउटा 20 रुपियाँको 3वटा किन्छौँ। यहाँ चाहिँ गाउँमा हेर्नुहोस् त, गाउँमा चाहिँ हामी यहाँ खाने मान्छे नभएर टिप्ने मान्छे नभएर कागतीहरू यत्तिकै रुखबाट झरेर यसरी हेर्नुहोस् त, यो कागतीहरू यत्तिकै फालिदिएको खाने मान्छे नभएर। हेर्नुहोस् त कागतीहरू यहाँदेखि पारी लाइनसम्म यो कागतीहरू सबै यसरी छरिएको छ। अब यो कागतीको के गर्ने होला, रुखदेखि झरेर सबै पाकेर। अनि यो चाहिँ यसलाई चाहिँ रुख घोलबेडा भन्छौँ। यो पनि यत्तिकै तल तल गएको छ। कागतीहरू त काठमाडौँ हुँदाखेरि हामीले चाहिँ यसलाई चाहिँ कतिमा 20को एउटा 2टा 3टा यसरी किन्थ्यौँ। यहाँ चाहिँ यत्तिकै फालेर गएको छ।